राधे गुड मर्निङ म भर्खरै उठ्दैछु अनि कतिजनाले के अब ब्लग आएन ब्लग आउनु पर्यो भन्नुभएको थियो सो आजदेखि त म एक्टिभ हुन्छु अनि आजको मेरो के कस्तो हुन्छ दिन आई विल सो यु गाइज म भाइसँग हिजो अफसाइड थिएँ कि आज उठ्न पनि पाएको छैन म सुतिरहेको थिएँ अनि दिदी भनेर अनि ढुङ्गा खोलेर मलाई पफ चिया देन बिस्किट फ्रुटीहरू लिएर आइदिएको थियो इट्स सो स्वीट गाइज दिस इज माई ब्रदर अंकित राधे राधे सबै हजुरलाई अनि अरू के छ कान्छ एकदम फिट एन्ड फाइन यो भिडियो म युट्युबमा हाल्छु नि हो यस द गाइस फेमस हान्दिनँ म लाइक सब्स्क्राइब हान्दिनँ तँलाई के भन्नु छ गाइस एकदम 1 मिलियन बनाउनु अनि म आफ्नो युट्युबको च्यानल पछि बनाउँछु अनि नाम दिन्छु त्यसमा 2 मिलियन गर्छ दिँदैन धेरै है त यस्तो गर्न सक्दैन कमेन्टमा ठुलो सपना देख्नु राम्रो हो तर त्यति ठुलो पनि देख्नु नराम्रो होइन मान्छेको बल्ल बल्ल 200 नै पुगे हैन सब्स्क्राइबर तँलाई 1 मिलियन 1000 पनि छैन के 1 मिलियन ओ माय गॉड यस्तो ठुलो भएपछि आधीसम्म नै पुग्छ सो सानो भएपछि माथि जाँदैन त्यतैसम्म टिक्छ ए सुन सबले सुन्नु है नि जिन्दगी 100 वर्षको छ मानिसको बाँचे 50-60 वर्षसम्म बाँचेर त्यति वर्षसम्म कहाँ घुम्न जाइन्छ साथी याइ गान्डो सब्स्क्राइब भन्न सकिन्न ओ माय गॉड आई एम सो फनी यस यस अरु के भन्नु छ अरु के भन्नु छ ए गाइजहरु है क्या चस्मा हेर्नु है दिदीको एकदमै गोरे हेर्नु साथै आँखा हेर्नु त गोरे जस्तो लाग्छ त्यो काला चस्मा हुनु काई देख्नु हुन्छ चस्मा हुनु है गाइज बिल्ला हालेको बिल्ला हान्ला दिदी टाइर हानेको त गोरे हुनु छ त एक चस्मा यहाँ खिल्ला म दाग देख्थिनँ के त्यो चस्मा हेर्नु मेरो आज साथीको बर्थडे अनि सुरुमा चाहिँ म ठुलोको घर जान्छु अनि मेरो साथीको घर जान्छु त्यसलाई सरप्राइज गर्न लेट्स गो हेलो हाई भन्नु युट्युबमा हाई यहाँ सेलरोटी बनाउँदै हुनुहुन्छ आमाले चंदा बाहों में तुझे के थियो हैप्पी बर्थडे टू यू हैप्पी बर्थडे टू यू हैप्पी बर्थडे डियर विद्या हैप्पी बर्थडे टू यू सिलरेट ल्याइदिए खतरा सुहाग है यसलाई टोपियो हो थैंक यू यस्तो एस्थेटिक देखिरा थैंक यू तेरै लागि भने रहेछ ल थैंक यू त्यसो तँलाई 21 वर्ष लागेपछि 21 चोटि कुट्नुपर्छ नि 1 2 3 4 5 6 8 9 10 अब यता अर्को 10 1 2 3 4 5 6 यसरी पिट्यो हुन्थ्यो नि कलेजमा त कति बेसरी पिट्थ्यौ त ल 21 लाइस यसरी नै एकछिन बस बना ल रुक आशीर्वाद जन्मदिनको धेरै धेरै शुभकामना राधा रानीले सधैँ तेरो साथ दिनुहुन्छ आशीर्वाद धेरै धेरै बर्थडे गिफ्ट लिनुहोस् कस्तो लाग्छ तपाईलाई सानो चटक परेको थ्याङ्क यू कस्तो लाग्यो राम्रो फेक नानी त एकदम राम्रो फेक नानी किन भन् साच्चै हो कि राम्रो हो भन्दा हो त्यो मेरो मसँग वाला थिएन थाहा छ मलाई तपाईको पेन्डेन्टहरु यताउति थियो तर यसवाला के थिएन त्यसले तँलाई ड्रेस दिमाले त आफैले किन सकिहाल्छस् म भन्दा रिची
पेन तसँग भइरहेको छ इयरिङ पनि तसँग हुन्छ यस्तो वाला छैन भन्दा मलाई हेर्ने बित्तिकै मन पर्यो के कस्तो क्युट छ है ला लाइ हेर्छु ल हस् लाइ ल खाइ ल लाइ ल कता त अच्छा अच्छा राम्रो देखियो कसला So pretty. गाइस अब हामीले चाहिँ गेम खेल्न लाग्यो अनि कस्तो गेम भन्दाखेरि चाहिँ खानाहरू हुन्छ हैन खाजाहरू अनि त्यसपछि सिजर पेपर रक गर्ने अनि त्यसपछि जसले जित्छ त्यो चाहिँ खाइराख्ने त्यतिन्जेलसम्म चाहिँ अर्को मान्छे एउटा ठाउँबाट त्यहाँसम्म दौडेर फेरि अरू त्यहाँ आउने अनि फेरि सिजर पेपर रक गर्ने त्यसरी यो चाहिँ धेरै नै देखाएको थियो क्या मैले टिकटकमा सो आज चाहिँ हामी ट्राई गर्छौँ ओके हामी चाहिँ फर्स्ट टाइम खेल्न लागेको छौँ होइन गल्ती भए माफी पाऊ म यो सबै सामानहरू लिएर आएको छौँ अब त्यो सबै पहिला प्लेटमा राख्छौँ अनि त्यसपछि गेम स्टार्ट हुन्छ वाह लुक एट द्याट भ्यू के कस्तो राम्रो छ वाह गाइस हामीले चाहिँ अब खानेकुराहरू रेडी गऱ्यौँ सो अब चाहिँ हामी गेम खेल्ने सिजर पेपर रक उ त्यहाँको छोरा आउनुपर्छ उताको रातो कमलामा ल सिजर पेपर रक सिजर पेपर रक Caesar paper rock. Caesar paper rock. Caesar paper. Caesar paper. Caesar paper. Caesar paper. Caesar paper. It's pocket now. Caesar paper. Caesar paper. Ini kan nama Caesar paper. Hari mau ini ya? Caesar paper. Caesar paper. Caesar paper. Caesar paper. Magano, Caesar paper. Caesar paper. Hands up, no. गाइज अब म चाहिँ यसको बर्थडेको लागि प्रिपेयर गर्छु बलुनहरू लिएर आएको छु बर्थडे केक अनि बुकेहरू लिएर आएको छु त्यसलाई बर्थडे केक ल्याएको पनि थाहा होइन बुकेमा पनि मैले तलै छोडेर आएको थिएँ माथि त्यसलाई भेट्ने बेला मैले केही पनि बोकेको थिइनँ सो बेलुका एकैचोटि दिने भनेर पहिला यहाँ बेलुङ त यसकै अगाडि लाउने जस्ट यसलाई के भनेको छु भने मैले अहिले पछि केक काट्नुपर्छ केक खानु पनि मन लाग्छ होइन पछि तल यहाँ तल पसल पनि छ त्यहाँ गएर केक लिएर आउँला भनेर अनि अहिले चाहिँ पहिला बेलुङ फुक्ने अनि केक लिन जाने भनेर भनेको छु क्या She is very happy because उसको भिडियो राम्रो आयो फोटो राम्रो आयो देखा त कस्तो आयो राम्रो आयो खुसी भयो अघिसम्म बर्थडे लाग्थ्यो नि भर्खर बर्थडे आयो 21
दसचोटि भइसक्यो 2 सेकेन्ड भयो अगाडि राखेँ 10चोटि होइन भइसक्यो बर्थडे आयो अब चाहिँ Happy birthday to me. ह्याप्पी बर्थडे All thanks to my best friend Anjali. वेलकम ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे डियर विद्या ह्याप्पी बर्थडे टु यु Thank you. ए Happy birthday to you. ह्याप्पी बर्थडे टु यु Thank you. All thanks to Anjali. She gave me surprise. I'm so happy today. She make my day. धन्यवाद Thank you. वेलकम जब कोई मुश्किल पड़ जाए तुम देना साथ मेरा ओ हम नवाज। जब कोई बात बिगड़ जाए जब कोई मुश्किल पड़ जाए तुम देना साथ मेरा ओ हम नवाज।
बदले बदले है मेरे तेवर क्यों आजकल, आंखें मेरी हर जगह ढूंढे तुझे बेवजह, प्रेमी हूँ या ये कोई या कोई और है मेरी तरह, कैसे हुआ तो इतना जरूरी कैसे हुआ। म राम्रो सिङ्गर हुन्थेँ कि तर मेरो भोइस छैन, केटाको जस्तो भोइस छ। म त सिङ्गर हो गाइस। सिङ्गर हो, त्यही भएर मलाई हाँसो लागिरहेको यसले ब्रन्दा एउटा पैसा तैँले ह्याप्पी बर्थडे सबै खाइ मैदा चाहिँ मलाई खुवाउँछ। मिठो हाल्ने मेरो मुखमै छ। धेरै गरिसक्यो मलाई। ह्याप्पी बर्थडे बर्थडे गिफ्ट गरेको रिटर्न बर्थडेमा सुरुमा खुवाउँदैन होइन त्यो त छैन त होइन काटेर मैले खुवाउँछु दिन हो तिम्रो त्यो भन्दैमा म दिइहाल्छु क्या हो। आ गर बाबु आ एरोप्लेन गाइज हामी चाहिँ अब पोइजन गेम खेल्न लाग्यो। यस मैले चुज गर्छु, उसले हेर्न पाउँदैन। एउटा खानेकुरा एउटा स्विट अनि उसले चुज गर्छ, मैले हेर्न पाउँदैन। र हामीले अब हेरेपछि हामीले कुन चुज गर्यौँ नि त्यो चुज गरेको हामीले यसरी खाइदियो भने त्यो पोइजन भयो, चुज गरेको नभयो भने सेफ हुन्छ। लाइक यसले चुज गरेको मैले खाएँ भने त्यो पोइजन भयो, म लाइक ऊ भयो, अनि मैले चुज गरेको यसले खाएँ भने त्यो पोइजन भयो क्या। यति धेरै छ यो ट्रेन्डिङ, सब हजुरहरूलाई पनि थाहा छ होला यो ट्रेन्डको बारेमा। लेट्स प्ले। ओके अब स्टार्ट गरौँ। क्लोज योर आइज। ओके अब भन्दा भयो। लेट्स खा। सेफ 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 म धेरै गुलिरहेँ। सेफ सेफ के मैले भन्ने साथीहरूले चाहिँ भन्यो। सेफ सेफ अब सेफ भन्छ। सेफ कि पोइजन? पोइजन। वाउ पोइजन 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 खाएमा सक्यो गेम। सी इज द विनर। आई एम द विनर। यस
सक्यो हाम्रो गेम कुन थियो पोइजन तेरो मेरो यो थियो ए धन्न उठाए एकै यहाँको खाथिसको तर मैले खाओस् जस्तो लाग्थ्यो तर ठिक छ आज यसको बर्थडे हो आज पोइजन नखाएको राम्रो र ओभर मेरो बुली हाया फेरि 12 बजे ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे डियर विद्या ह्यापी बर्थडे टु यु कस्तो लाग्यो तेरो बर्थडे अत्यन्त उत्कृष्ट उत्साहित प्रशंसामय थियो मेरो बर्थडे यस्तो हुन्छ भनेर मैले सोचेको थिइनँ तर मेरो बेस्ट फ्रेन्ड अञ्जली उहाँ आफ्नो घरबाट आउनुभयो र मलाई सरप्राइज दिनुभयो बुके लिएर आउनुभयो केक लिएर आउनुभयो र मैले पार्टीको रूपमा फेरि पिज्जा खुवाएँ चटपट खुवाएँ पानीपुरी खुवाएँ र वगेरा वगेरा खाएँ वगेरा भनेको के हो बुझ्नुहोस् न आफै वगेरा वगेरा अनि त्यसपछि उहाँले मेरो फोटो खिचिदिनु भयो मलाई मनै परेन त्यसपछि टिकटक बनायौँ क्यान्डल ल्याए हाल्यौँ त्यसपछि टिकटकबाट फोटो खिचेको त उत्कृष्ट फोटो आयो अनि त्यसपछि एकदम मोहित भएँ म त्यो फोटो र म प्रशंसामय भएर मेरो बर्थडे एकदम उत्कृष्ट बन्यो त्यसपछि नौटङ्की र त्यसपछि हामी उत्कृष्ट भएपछि केक काट्यौँ खायौँ नाच्यौँ गायौँ खायौँ पोइजन गेम खेल्यौँ र हामीले दिउँसोपल्ट अझै एउटा गेम खेलेको थियौँ उहाँ गेमको नाम भनेको रक सिजर पेपर खेल्ने जसले हारे खाने जसले हारे नखाने जसले जित्यो खाने त्यस्तो थियो त्यही हो हाम्रो दिनचर्या यतिसम्म भयो समाप्त सो गाइज अब अहिलेको ब्लग चाहिँ यति नै बाई बाई राधे राधे हजुरहरूलाई ब्लग कस्तो लाग्यो आज यसको बर्थडे आज बर्थडे पनि यताउति सक्यो बर्थडे 12 बजेर 2 मिनेट 12:02 भयो सक्यो बर्थडे पनि अब आज मैले के गरेँ यताउति के भयो सबै मैले ब्लगमा राखेको छु लाइक सबै पोइन्ट त अब कहाँ क्याप्चर गर्न सकिन्छ त नि अब यताउति हुन्छ होइन आफूले सक्ने जति चाहिँ क्याप्चर गरेको छु सो बाई बाई राधे राधे स्टे सेफ बाई बाई बान बाई बाई गाइस She's please too subscribe happy. like and follow this page sorry Yes? with YouTube channel She's too happy. She's turning 21 को गीतमा यहाँ 2-3 स्टोरी राख्न पाएर bye guys I love you